नमस्कार नमस्कार ढिलामणि किसिम दाई ढिलमनी किसिम दाई कहाँ छौ? अस्ति नि पनि आँधी खोलाको ईश्वर भाइ र के पौडेल रे हिरेमणि पौडेल ल्याए ईश्वर सरलाई ल्याए आज फोन पनि हानिएको थियो भेट्नु नपाइएन होइन। आज उहाँहरू आएर यो सिमी देख्न पाएको भए मैले अलिकति पठाउन पाएको भए कति खुसी हुनुहुन्थ्यो होला। आज तपाईले हाम्रो हिरामणि सर र ईश्वर सरलाई यो सिमी 1-1 किलो आधी किलो दिनुहुन्थ्यो भने मलाई आधासँग के मतलब हो र? हातले घुम्चाउने पोलिथिन एक पोलिथिन हाल्ने दिने हो, मतलब छैन मलाई। यो दिएका भाइ यति मिठो सिमी ढिलामणि किसिम दाइले गोरु पालेका बाख्रा पालेका त्यसको मल हालेको यस्तो अर्गानिक सिमी खुवाउनु भयो भन्दा हजुरलाई उतार आउँदाखेरि एक कुन गाडी केरा ल्याइदिन्थे क्या। तर ईश्वर सर कहाँ त हामी टाढैबाट देखियो, ऊ पनि रहेछ। यो मलाई हो सर त्यो तिमीलाई भाइ मैले अस्ति नै लैदिन्छु। दिदीले यहाँ पोको पार्दिनु भएको थियो भाइ भन्नुभयो हजुर भने, अनि हाम्रोमा आज घिउ सेमी छ हजुरले लगेर खानु आमालाई पनि खुवाउनु भन्नुभयो दिदीले होइन। हजुरको श्रीमतीले क्या माया गर्नुहुन्छ। अनि त्यसपछि हुन्छ दिदी भने अब यो सिमी लान्छु भिन्डी ल्याएको छु हजुरलाई बरु भिन्डी ल्याइदिनु पर्छ। होइन पर्दैन खान्छ त्यो किनेर ल्याएको चिज पर्दैन, घर फलेको चिज गर्ने हो। अर्गानिक चिजलाई यसलाई 3 छाक बनाउनु दिदी हामीले आमा र म मात्रै घर छौँ सबै बनाएर खाने हो होइन। दिदीले माया गरेर कहिले के दिनुहुन्छ। अस्ति लिची खुवाउनु भयो, फेरि आँप पनि खुवाउनु भयो, अनि यो खुवाउनु भयो, अस्ति नै के दिनु